आज चाहिँ हामी स्टिल एन्ड टिम्बर स्ट्रक्चरको स्टिल सेक्सनबाट हामी एउटा न्युमेरिकल लिएर आएको छौँ। यो चाहिँ च्याप्टर 4 सँग रिलेटेड रहेको छ, जोइन्ट इन स्टिल स्ट्रक्चर भन्ने च्याप्टरसँग। र हाम्रो क्वेसन हेरौँ, फाइन्ड द सियर क्यापासिटी अफ बोल्ट। बोल्टको सियर क्यापासिटी पत्ता लगाउनुहोस् फर ग्रेड 4.6 M20 बोल्ट एन्ड ल्याब जोइन्ट इफ केस दिएको छ हामीलाई सियर प्लेन इज इन्टरसेप्टेड बाई स्याङ। हाम्रो एकचोटि चाहिँ स्याङ चाहिँ हाम्रो सियर प्लेनमा पर्छ अरे, अर्कोचोटि चाहिँ हाम्रो ट्रेड पोर्सन पर्छ अरे है त सियर प्लेनमा चाहिँ। भनेपछि हाम्रो अब यसको सोलुसनमा जाऊँ। हामीलाई M20 भनेको हाम्रो बोल्ट दिएको छ होइन। यो भनेको चाहिँ हाम्रो बोल्टको डायमिटर हुन्छ क्या। बोल्ट चाहिँ हाम्रो वास्तवमा सर्कल टाइपको हुन्छ नि, सो त्यो बोल्टको डायमिटर डी भनेको हाम्रो 20 mm दिएको छ अरे। M20 बोल्ट भनेको कारण डी बराबर 20 mm भयो। हाम्रो ग्रेड चाहिँ 4.6 दिएको छ भनेपछि हाम्रो एफयुबी भनेको अल्टिमेट टेन्साइल स्ट्रेन्थ भनेको चाहिँ हाम्रो 4/100। यो अगाडिको 4/100 हुन्छ भनेपछि यति न्युटन 400 न्युटन पर mm स्क्वायर आयो। र हाम्रो एफवाई भनेको इल टेन्साइल स्ट्रेन्थ भनेको हाम्रो चाहिँ अब यो 4 त आइहाल्यो, हाम्रो 0.6 बचा, त्यो 0.6 टाइम्स यो आएको गर्ने 400 गर्ने भनेपछि हाम्रो यो चाहिँ एफवाइबी हुन्छ 240 न्युटन पर mm स्क्वायर हो। अब त्यसपछि हाम्रो गिभन कुराहरू त त्यति नै छ। भनेपछि हाम्रो डायमिटर छ भनेपछि एरिया पनि निकाल्न सकिन्छ। भनेपछि हाम्रो यो एउटा बोल्ट हो भनेपछि यो माथि यो पार्ट भनेको स्याङको र यो जुन यो तल यो अलिअलि काटेर चुडी टाइपको बनाएको हुन्छ यो पार्ट भनेको हाम्रो ट्रेड हो। भनेपछि हाम्रो यो स्याङ त फुल्ली सर्कल टाइपको नै हुन्छ नि त। त्यही भएर हाम्रो स्याङको एरिया के हुने भन्दाखेरिमा एएसपी भनेको एस भनेको चाहिँ हाम्रो स्याङ, एन भनेको चाहिँ हाम्रो ट्रेड है त। स्याङको एरिया भनेको पाई डी स्क्वायर बाई 4 हुने भयो। सो हाम्रो पाई डी भनेको हाम्रो 20 स्क्वायर डिभाइडेड 4 गर्दाखेरि यो 341 के अरे 314.159 mm स्क्वायर आयो। र हाम्रो त्यस्तै गरी हाम्रो एएनबी भनेको एरिया अफ ट्रेड भनेको चाहिँ हाम्रो के हुन्छ भन्दाखेरिमा यो 0.78 टाइम्स एएसपी हुन्छ क्या। किन भन्दाखेरिमा यसको एरिया त अभियसली कम हुन्छ नि त, त्यो स्याङको भन्दाखेरिमा हो, ट्रेडको एरिया त कम हुन्छ। त्यही भएर हाम्रो जेको कारणले हाम्रो 0.78 टाइम्स एएसपी हुन्छ है त। भनेपछि अब हाम्रो 0.78 अब यसलाई इक्वेसन हामीले 1 मानेको छौँ सुरुमा। भनेपछि अब पुट इन इक्वेसन 1 गर्दाखेरि 0.78 भनेको 0.78 छँदैछ र एएसपी भनेको हाम्रो कति आएको छ, एरिया अफ स्याङ भनेको चाहिँ हाम्रो पाई डी स्क्वायर बाई 4बाट निकाल्दाखेरि हाम्रो कति आएको छ भन्दाखेरिमा 314.159 यसले मल्टिप्लाई गर्दा हाम्रो 245.044 mm स्क्वायर आयो है त। अब हामीलाई क्वेसनले हामीले के निकाल भनेको छ भनेपछि सियर क्यापासिटी अफ बोल्ट। यो चाहिँ हामीले अब सिम्पली हामीले कोडबाट हेर्दाखेरि यो चाहिँ सजिलो हुन्छ है त। ल कोडको तपाईँले 75 पेज नम्बर 75 मा हेर्ने भयो भनेपछि यहाँ हाम्रो दिएको छ, हेरौँ त, सियर क्यापासिटी अफ बोल्ट भनेर दिएको छ। हाम्रो सियर क्यापासिटी अफ बोल्ट भनेको भिडिएसबी भनेको डिजाइन सियर क्यापासिटी अफ बोल्ट भनेको चाहिँ हाम्रो भिएनएसबी डिभाइडेड बाई गामा एमबी हो। जहाँ हाम्रो भिएनएसबी भनेको नोमिनल सियर क्यापासिटी अफ बोल्ट क्यालकुलेटेड एज फलोज भनेपछि हाम्रो सुरुमा भिडिएसबी हामीले निकाल्नु पर्ने छ भने भिडिएसबीको फर्मुला हाम्रो के हुँदो रहेछ भन्दाखेरिमा भिएनएसबी डिभाइडेड बाई गामा एमबी। सुरुमा चाहिँ हामीले अब भिएनएसबी चाहियो नि त हो। अब भिएनएसबी भनेको चाहिँ हाम्रो एफयू डिभाइडेड बाई √3 इक्वल टु एनएनएएनबी प्लस एनएसएएसबी। अब यिनीहरूको के अरे डिनोटेसन हेरौँ है त तल। एफयू भनेको अल्टिमेट टेन्साइल स्ट्रेन्थ अफ अ बोल्ट, एनएन भनेको नम्बर अफ सियर प्लेन विथ ट्रेड इन्टरसेप्टिङ बाई सियर प्लेन भनेको नम्बर अफ सियर प्लेन विथ ट्रेड। भनेपछि हाम्रो कुनै जोनमा त त्यो सियर प्लेन हुन्छ नि त, जहाँनिर सियर प्लेन हुन्छ त्यहाँनिर कि त बोल्टको पर्छ के अरे कि त स्याङको भाग पर्छ कि त ट्रेडको भाग पर्छ हो। त्यो जसको भाग पऱ्यो त्यो चाहिँ जसको भाग पऱ्यो त्यो चाहिँ त्यही हो है त नम्बर। भनेपछि अब हाम्रो एनएस भनेको नम्बर अफ सियर प्लेन विदाउट ट्रेड इन्टरसेप्टिङ द सियर प्लेन। हाम्रो एएसपी भनेको नोमिनल प्लेन स्याङ एरिया अफ बोल्ट र एएनबी भनेको चाहिँ हाम्रो अघि नै भनिहालेँ मैले ट्रेडको एरिया है त। अब हाम्रो सुरुमा के गर्नुपर्ने रहेछ भन्दाखेरिमा हाम्रो कोड अनुसार जाँदाखेरि सुरुमा हाम्रो इन्टरसेप्टिङ बाई स्याङ हामीले स्याङ पोर्सनमा पर्छ भनेर मानौँ। जस्तो कुनै एउटा ल यो ल्याब जोइन्ट छ, ल्याब जोइन्ट भनेको हाम्रो सिम्पली यस्तै हुन्छ। सिम्पली हाम्रो यो ल्यापिङ गरेको ल्याब जोइन्ट हो भनेपछि यहाँ हाम्रो एउटा बोल्ट ठोकेको छौँ है, हाम्रो एउटा बोल्ट छ र यो चाहिँ हाम्रो सियर प्लेन हो नि त। अहिले चाहिँ हाम्रो के भने इन्टरसेप्टिङ बाई सियर स्याङ, हाम्रो यो स्याङ चाहिँ हाम्रो सियर प्लेनमा पर्छ भनेपछि हाम्रो ट्रेड भागवाला चाहिँ यहाँदेखि होला। भनेपछि हाम्रो यो सियर प्लेनमा कुन भाग पऱ्यो भन्दाखेरिमा यो चाहिँ यो चुडी नभएको वाला भाग पऱ्यो नि त। भनेपछि हाम्रो यस स्याङ पऱ्यो हो, यो स्याङवाला भाग पऱ्यो भनेपछि हाम्रो अब यही भनेको छ नि त केस चाहिँ। केसले के भनेको छ भन्दाखेरिमा सियर प्लेन इज इन्टरसेप्टेड बाई स्याङ भनेपछि यो सियर प्लेनमा चाहिँ स्याङ परिरहेछ भनेपछि अब हेरौँ केस फर्स्टको लागि हाम्रो भिडिएसपी निकाल्नु पर्ने छ भने डिजाइन सियर क्यापासिटी निकाल्नु पर्ने छ। बी भनेको चाहिँ पछाडिको बोल्टको है यो बी। अब यसको फर्मुला हाम्रो भिएनएसपी डिभाइडेड बाई गामा एमबी हुन्छ
यसलाई हामीले इक्वेसन 2 मानौँ। किन भन्दाखेरि हाम्रो यहाँ VNSP हाम्रो अननोन छ। अब हाम्रो VNSP को लागि हाम्रो फर्मुला के छ भन्दाखेरिमा FU डिभाइडेड बाई √3 NNANB प्लस NSASB हाम्रो यो कोडबाट लगेको है त, अघि मैले लेखेको थिएँ त्यहाँ कोडबाट लगेको। हाम्रो अब NN भनेको नम्बर अफ सेयर प्लेन इज इन्टरसेप्टेड बाई ट्रेड र यो चाहिँ हाम्रो इन्टरसेप्टेड बाई स्याङ्क है। अहिले हाम्रो केमा छ भन्दाखेरि स्याङ्कमा छ भनेपछि अब नम्बर अफ स्याङ्क भनेको हाम्रो 1 हुने भयो र नम्बर अफ ट्रेड 0 हुने भयो। किन भन्दाखेरि मैले अघि नै यहाँनिर पनि भनिहालेँ अहिले हाम्रो यो सेयर प्लेन भनेको यो प्लेन हो भनेपछि यो चाहिँ हाम्रो स्याङ्क भइरहेको छ भनेपछि हाम्रो नम्बर अफ स्याङ्क 1 हुने भयो त, NS चाहिँ 1 हुने भयो। अब त्यसपछि हेरौँ VNSP भनेको हाम्रो के छ भन्दाखेरि FU डिभाइडेड बाई √3 हाम्रो FU भनेको हाम्रो सुरुमा निकालेको छौँ यहाँनिर हाम्रो ग्रेड 4.6बाट FUB हाम्रो 400 आएको छ, त्यही लेखेको यहाँनिर। यो 400 डिभाइडेड बाई √3 को √3 छँदैछ। NN भनेको हामीले 0 मान्यौँ, यो 0 गर्दाखेरि यो टर्म 0 हुने भयो, यो टर्म 0 हुने भयो र पछाडिको यो NS भनेको चाहिँ हाम्रो 1 छ टाइम्स ASB भनेको हाम्रो एरिया स्याङ्क भनेको हाम्रो कति छ भन्दाखेरिमा 314.159 छ है त, 314.159। त्यसपछि हाम्रो यतिले यो क्याल्कुलेसन गर्ने भनेपछि यहाँ VNSP चाहिँ हाम्रो कति आयो भन्दामा 72.55 × 10⁻³ न्युटन आयो है त हाम्रो। अब त्यसपछि हाम्रो हाम्रो VDSP निकाल्नको लागि चाहिँ VNSP त आयो। अब हाम्रो गामा एमबी बचेको छ, गामा एमबी पनि निकाल्नु पऱ्यो नि त होइन। अब हाम्रो गामा एमबीको लागि हामीले सिम्पली के गर्छौँ भन्दाखेरि हाम्रो अब कोडबाट हो है त। हाम्रो गामा एमबी चाहिँ IS 82007 को पेज नम्बर हाम्रो यो चाहिँ पेज नम्बर 30 मा रहेको छ है, पेज नम्बर 30 मा ल हेरौँ पेज नम्बर 30 मा पार्शियल सेफ्टी फ्याक्टर फर मेटेरियल भनेको गामा एम भनेको चाहिँ हाम्रो हेरौँ त यहाँनिर हाम्रो बोल्डको लागि गामा एमबी भनेको हाम्रो 1.25 छ नि, सिम्पली त्यहीँबाट 1.25 लगेको है। ल त्यति भएपछि अब हाम्रो पुट इन इक्वेसन सेकेन्ड गर्ने। अब हाम्रो इक्वेसन सेकेन्डमा चाहिँ हामी निकाल्नुपर्ने चाहिँ हाम्रो यो हो नि त वास्तवमा VNSP डिभाइडेड गामा एमबी। हाम्रो VNSP अननोन थियो निकाल्यौँ, गामा एमबी हामीले कोडबाट निकाल्यौँ भनेपछि अब यो सिम्पली पुट गरिदिने भनेपछि VDSP भनेको हाम्रो VNSP चाहिँ हाम्रो कति आएको छ भन्दाखेरिमा 72.55 × 10⁻³ आएको छ भनेपछि त्यही लेख्यो डिभाइडेड बाई गामा एमबी भनेको हाम्रो 1.25 छ भनेपछि हाम्रो यति गर्दाखेरि हाम्रो 58,041.53 न्युटन आउने भयो। यो न्युटनलाई हामीले डिभाइडेड बाई 1000 गरेपछि हाम्रो किलोमिटरमा जान्छ, सो सिम्पली यो किलो न्युटनमा गयो है त। अब केस फर्स्टको लागि चाहिँ सक्यो हाम्रो। केस फर्स्टले के भनेको थियो भन्दाखेरिमा सेयर प्लेन इज इन्टरसेप्टेड बाई स्याङ्क भनेको थियो। अब केस सेकेन्डले के भनेको छ सेयर प्लेन इज इन्टरसेप्टेड बाई ट्रेड भनेको छ। अब केस सेकेन्डको लागि गरौँ ल हेरौँ। अब इन्टरसेप्टेड बाई ट्रेड भनेको हाम्रो ल यस्तो छ हाम्रो यो ल्याब जोइन्ट छ, हाम्रो यहाँ बोल्ड छ, यहाँ बोल्ड छ भनेपछि हाम्रो यो सेयर प्लेन त यो भनेपछि हाम्रो यो सेयर प्लेन चाहिँ हाम्रो ट्रेड चाहिँ हाम्रो सेयर प्लेनमा पर्छ भनेपछि यस्तो हुने भयो नि, ट्रेड त यस्तै हुन्छ हो, यस्तो हुने भनेपछि अघि चाहिँ यो चुटी नभएको पार्ट भनेको स्याङ्क हो, यो पार्ट चाहिँ हाम्रो ट्रेड हो है त। अब ट्रेडमा पर्छ भनेपछि अब NN भनेको चाहिँ 1 हुने भयो हो। अब NS भनेको 0 हुने भयो, NS भनेको यो स्याङ्क 0 हुने भयो भनेपछि अब हाम्रो VNSP हाम्रो VDSP भनेको हाम्रो VNSP डिभाइडेड बाई गामा एमबी हो। अब हाम्रो यो गामा एमबी चाहिँ कोडबाट आउँछ र यो चाहिँ हाम्रो कोडबाटै छ, तर यो पनि हाम्रो कोडबाटै छ र यसको चाहिँ फर्मुला छ नि त, यो फर्मुलाबाट आउँछ है त, कोडको फर्मुलाबाट। यो चाहिँ डाइरेक्ट कोडमा भ्यालु नै छ, यो चाहिँ कोडमा फर्मुला छ र हामीले भ्यालु निकाल्नु पर्ने हुन्छ भनेपछि हाम्रो VNSP भनेको FUB डिभाइडेड बाई √3 हो नि त, FUB डिभाइडेड बाई √3 र हाम्रो NNANB प्लस NSASB हो। हाम्रो अहिले NS 0 छ भनेपछि यो 0 छ भनेपछि यो पुरै टर्म 0 हुने भयो, यो टर्म 0 हुने भयो र NN भनेको चाहिँ हाम्रो 1 × ANB भनेको हाम्रो अगाडि क्याल्कुलेसन गरेको हाम्रो 245.04 mm² थियो है त। हाम्रो अब यतिले क्याल्कुलेसन गर्दा हाम्रो कति आउँछ भन्दाखेरिमा 56.59 टाइम्स 10⁻³ न्युटन आयो है त। यो हाम्रो गामा एमबी भनेको 1.25 कोडबाट लगेको र VDSP भनेको हाम्रो VNSP डिभाइडेड बाई गामा एमबी हो र हाम्रो VNSP भनेको हाम्रो 56.59 × 10⁻³ छ। त्यसै गरी हाम्रो गामा एमबी भनेको 1.25 यतिले क्याल्कुलेसन गर्दाखेरि हाम्रो 45,272.39 न्युटन आउँछ र यो न्युटनलाई चाहिँ हाम्रो किलोमिटरमा लग्नको लागि सिम्पली डिभाइडेड बाई 1000 गरेपछि हाम्रो किलोमिटरमा जान्छ भनेपछि हाम्रो 45.27 किलोमिटर हुने भयो
है त।